अस्सलाम साल यहाँहरूलाई मेरो युट्युब च्यानल विकास न्युजमा स्वागत छ। सदा चाहिँ आज पनि म नेपाली युट्युब तथा कलिउडको नयाँ गतिविधि समेटेर उपस्थित भइसकेको छु। ढिला नगरी सुरु गरौँ। कुरा गरौँ आजको फर्स्ट हिस्टोरीको बारेमा। हामी कुरा गर्न जान्छौँ नाइमाको बारेमा। यदि हजुरहरूले उहाँलाई चिन्नुहुन्न भने उहाँ चाहिँ रुङमाङ भ्लगको वाइफ हुनुहुन्छ। यदि तपाईँहरूले रुङमाङ भ्लगलाई पहिलेदेखि नै फलो गरिराख्नु भएको छ भने नाइमाले चाहिँ पहिला एकचोटि हेट कमेन्ट पाउनु भएको थियो कि उहाँले चाहिँ धेरै एटिट्युडहरू देखाउनुहुन्छ र रुङमाङ भ्लगसँग पनि राम्रोसँग बोल्नु हुँदैन भन्दै, बट त्यो कुराहरू चाहिँ उहाँहरूले क्लियर गरिदिनु भएको थियो। तर फेरि चाहिँ उहाँलाई र्युड कमेन्टहरू आएको रहेछ। यस्तो र्युड कमेन्टहरूको आउनुको रिजन चाहिँ यो हो, हजुरहरू हेर्न सक्नुहुन्छ। तिम्रो यो मेरो यो तिम्रो थोरै हेर तिम्रो थोरै छ तिम्रो थोरै छ भन्छु। सबै दिमागको खेल हो क्या, होइन नेक्सल? सबै दिमागको खेल हो। यसलाई पिज्जा सोचेर खाऊ त कस्तो मिठो हुन्छ। खाऊ न त, म त खान्न भो। कस्तो खाँदैन? अहिले हेरे 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 हेर त यो रुखको के खान्छस् त? पिज्जा खान्छस्? केही नखाइ त कहाँ निको हुन्छ लाटी। मान्छेहरूले चाहिँ यो देखेर क्रिन्ज लागेर र्युड कमेन्ट गर्नुभएको रहेछ। त्यही कमेन्टहरू रियाक्ट गरेर रुङमाङ भ्लग र नाइमाले चाहिँ यो भन्नुभएको छ। हजुरहरू सुन्न सक्नुहुन्छ। मैले चाहिँ अनि सिम्पल कुरामा चाहिँ के मात्र भन्नु खोजेको भने उसले मलाई त्यो माया देखाएको हो है, त्यसलाई क्लिन्जिनेस भन्नु मिल्छ तपाईँहरूले भन्नुहुन्छ भने। तर किन रुड किन हुनु एकपल्टको लाइफमा है? बरु मलाई क्लिन्जी भन्दा हुन्छ नि। मलाई त त्यही लाग्छ कि लाइक मेरो बुढा हो होइन, लाडे पल्टिने कोसँग बुढासँग त हो नि, लाडे पल्टेर बोल्छु ब्रो तिम्रो बुढीलाई चाहिँ सम्झाऊ है, यस्तो यस्तो किन सम्झाउने यार? मेरो तपाईँको बुढीलाई भन्नुहोस् न मसँग लाडे पल्टेर बोल भनेर, म मेरो बुढासँग बोल्छु होइन। आई थिङ्क इट्स भेरी भेरी नर्मल नि। त्यही मात्र भन्नु खोजेको। रुङमाङ भ्लगको कुरा हुँदैछ भने उहाँहरूको च्यानलमा चाहिँ डान्स कभर भिडियो आएको थियो र त्यो भिडियोमा चाहिँ 1 मिलियन भ्युज कटेको छ र उहाँहरूको च्यानलमा चाहिँ फर्स्ट भिडियो बनेको छ 1 मिलियन भ्युज हिट गर्ने। हार्दिक बधाई तथा शुभकामना। अर्को स्टोरीको बारेमा हामी कुरा गर्न जान्छौँ अभिषेक गुरुङको बारेमा। केही समयको लागि उहाँको नयाँ भिडियो चाहिँ नआउने भएको छ, किनभने उहाँ बिरामी हुनुहुँदो रहेछ र साथसाथै उहाँको इक्जाम पनि चलिरहेको रहेछ। कुरा गरौँ अर्को स्टोरीको बारेमा। हामी कुरा गर्न जान्छौँ साजन श्रेष्ठको बारेमा। उहाँको चाहिँ नयाँ रियाक्सन भिडियो आइसकेको छ। यदि हजुरहरूले त्यो भिडियो हेर्नुभएको छैन भने लिङ्क डिस्क्रिप्सनमा राखिदिएको हुन्छु, हजुरहरू त्यहाँबाट पनि त्यो भिडियो हेर्न सक्नुहुन्छ। लागि यति नै। भोलि फेरि आउने नै छु नयाँ न्युज लिएर। त्यतिन्जेलसम्म माया गरिदिनु होला र च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला। धन्यवाद।